हेलो गाइज, के छ सबैजना? हल खबर, गुड मर्निङ। आज चाहिँ हामी माछा मार्न पनि आएको छौँ अनि त्यसपछि हाम्रो वारियर द लेजेन्डलाई पनि धुलाउन लिएर आउँदैछौँ। हाम्रो दाजुहरू पनि माछा मार्ने भनेर आएको छौँ साथसाथमा। आजको दिन चाहिँ माछा मार्ने, त्यसपछि द वारियर द लेजेन्डलाई पनि धुलाउँदै जान्छ दिन। हाम्रो काका जेस रमाइलो हुने भयो। काका के छ त नि हल खबर? के छ हल खबर? हाम्रो काकाले चाहिँ माछा हेरिरहेछन्। माछा त छ भन्छन्, माछा छ कि छैन। हाम्रो साउजी नि त्यहाँ फोनमा बोलिरह। हाम्रो अर्को दाजु चाहिँ कपडा खोलेर रेडी भएर बस्यो माछा मार्नलाई। टाढाबाट त देखेको छैन नि त। आज चाहिँ माछा मार्ने तयारीमा छन् के अरे हाम्रो। तिलुवाहरू मात्र छ कि के हो? तिलुवा माछा त लोकल माछा। तिलुवा माछाहरू चाहिँ धेरै रहेछ क्या। ए थुकेको त्यहाँ खाना खाँदै तिलुवा माछाहरू चाहिँ धेरै रहेछ। दाजुहरूलाई च्याली फ्याँक्न आएन, सिक्दै हो भर्खरै सिकाएर हो क्या। सबैको लागि ड्राइभरै चाहिने भयो। सिकिरहेन च्याली फ्याँक्न। म चाहिँ आनन्दले चिल पारामा हेरेर बसिरहेको छु। ल हेरिसकेछ युट्युबमा कसरी फ्याँक्ने भनेर, चेक गरिरह कसरी फ्याँक्ने हो, ट्राई गरिरह। ओ काका को छ हल खबर? ठिकदैछ अब। एकचोटि फ्याँकेर ट्राई गर्नु न। हार्नै जानेको छैन जे बिग्रिरह। अर्कोले नसकेर फेरि अरू आएछन् ट्राई गर्न। अर्कोले कान्छ भन्ने छन्, उसले हान्छु भने। अब हेरौँ के गर्छ है। ल हान्यो हान्यो हान्यो। ल झ्याममा लाएर हान्नु पर्यो क्या। जाली हान्न आउँदैन तर सिक्दैछन् त्यस। ल हाने क्या, ल छिटो। हान्छु भन्दै कपडा त खोले तर सकेन उसले पनि। सबै मिलेर ट्राई गरे, सकेन। फाइनली काममा हिँडिसकेँ म चाहिँ।
म भेटेन भाइ र भेटेन भाइ हात देखाइदेऊ न यसो भेटेन भाइ र म चाहिँ काममा हिँडिसक्यो म चाहिँ अब माछा मार्ने भनेर अब बिहानदेखि नै सोचेर बसिरहेको थियो काका र साउजी चाहिँ माछा मारिरहेछन् अब हामी दुईजना चाहिँ आज काममा एक गाडी ड्याममा लिएर कुखुरा लिएर बुटोलतिर सट्ट फ्याँकिदिनु पऱ्यो क्या त्यो भएर आज चाहिँ यो एक टिप चाहिँ हान्नु पऱ्यो साउजी र काका चाहिँ माछा मारिरहेछन् अब हामी दुईजना चाहिँ झ्याममा लाएर दाजुभाइ मिलेर इन्जोय गर्ने गाडीमा चाहिँ त्यस दुईजना हिँड्दा पनि रमाइलो हुन्छ हल्का बस्न सस्न चाहिँ कम्फोर्टेबल हुन्छ क्या तिनजना हिँड्यो भने अलिकति बस्न नि गाह्रो भयो जस्तो लाग्छ दुईजनामा चाहिँ अलिक कम्फोर्टेबल हुन्छ तर तिनजना भयो भने रमाइलो त रमाइलो हुन्छ क्या त्यस ठिकै छ दुईजना हिँड्यो भने तिनजना हिँड्यो भने जति अब तिनजना भए चाहिँ रमाइलो हुन्छ क्या दुईजना भने त्यस अब हुन्छ इन्जोय सरर लाएर त्यसमा त डेक पनि बच्छ होला है भेटेन भाइ होइन बुटोल बजार पहिला चाहिँ के अरे बुटौली थियो क्या हो त्यहाँ चाहिँ बुटौवाल थियो अहिले चाहिँ बुटोल छ बुटोल बजार बुटोल पनि ठुलो त ठुलै हो तर बाटोमा चाहिँ हल्का कमजोर महसुस चाहिँ लाग्छ अन्त बुटोल पनि ठुलै छ यस यता चाहिँ भैरुवा जाने भयो के अरे यता चाहिँ पोखरा पश्चिम जाने छ बुटोल बजार आइन्छ बुटोल पनि बाटो त राम्रै छ हल्का फुल्का त्यति साह्रो नराम्रो त छैन बाटो बन्दै छन् अझै बुटोल बजार सर अघि काकाले गाडी चलाउँदाखेरि मैले झन् त बुवाले खसिरहेको यस्तो गरिरहेको हावाले क्या झन् त खसालिदिइरहेको बर्बाद गरिदियो मोबाइल त्यही भएको एउटा फुट्यो भने त बर्बाद भयो नि त गाई हजुर भेटेन भाइ राइड गरिरह कोसँग हो यो चाहिँ बुटोलको नयाँ बस पार्क गाडी जल्दी गर जल्दी यो चाहिँ हस्पिटल बन्दैछन् लुम्बिनी हस्पिटल बुटोलको सबैभन्दा ठुलो लुम्बिनी हस्पिटल बनाउँदैछ हल्का फुल्का जाम छ बुटोलमा नि भिरै लाग्छ जे होस् यता हल्का फुल्का बजार लगाइरहेको सर मोटर गाडीमा लैजान्छु तिमीलाई बुटोल बजार बुटोलमा नि भिरै लाग्छ त्यो यो चाहिँ यो सबै भाग लुम्बिनी हस्पिटल बन्दैछ सबैभन्दा ठुलो बुटोलको लेफ्ट साइड चाहिँ नेपालगञ्ज स्टेट चाहिँ तानसिन पोखरा हुँदै जान्छ उता चाहिँ यता चाहिँ नेपालगञ्ज अब कता कता हुन्छ त्यतै जान्छ पश्चिम यो चाहिँ हाम्रो बुटोलको सानो पुल धेरै लम्बा नि छैन ठिक्कको छ
यता चाहिँ मैनेनगर भन्ने छ यता धेरै जस्तो यता सायदतिर गाडी बनाउँछ हामीले बुटोल मैनेनगर भन्ने जस बुटोलमा नि जाम धेरै हुन्छ भिड लाग्छ धेरै जनसङ्ख्या बढ्दैछन् गाडी घोडाको मान्छेको सबैको जनसङ्ख्या बढ्दैछन् बजिराखेको होइन डिजल हाल्यो अब भाषण छाडिरहेको छ त्यहाँ माओवादीको भाषण छाडिरहेको हामी चाहिँ धान खोलामा छौँ यस ट्याङ्कीमा हावा बढ्दैछ हरानको धान खोला भेटन भाइ के छ हाल खबर सब ठिक छ होइन आज हामी कहाँ जाने अरे यता दरबारतिर धर्मदेखि कता लोड लिएर जाने हो बुटोल हुन्छ कि अब कता हुन्छ हेरौँ अझै सादा
त्यही त बुटोलै त होला नि होइन बुटोलै त जाने होला नि हिजो पनि भएको थियो क्या छिटै हिजो त झन् 1 बज्नुभन्दा अगाडि नै झारेर गइसक्थ्यो नि हिजो गाडी 3 बजे 4-5 बजे पुगिन्थ्यो हिजो गाडी पल्टेर क्या हिजो गाडी पल्ट्यो त्यहाँपछि 1-2 घन्टा त्यहीँ हरायो त्यहाँपछि त मैले घर जाँदाखेरि त 3 बजे थियो होला सायद के गर्ने यसो भेटेपछि हेल्प गरिदिनु पऱ्यो नि नास्ता खाएर निस्किसक्यो हामी अब ड्याम जुन लोड गरेर फर्किहाल्ने हो धेरै टाइम लगाउने होइन अब त्यहाँको गएर कति टाइम लगाउने हो त्यसैमा भुलिन्छ नत्र ड्याम जुन लोड हालिदिने हो भने चाहिँ ड्याम जुन लोड गर्ने हो फर्किहाल्ने टाइममा फर्किने टाइममै झारिदिने है भेटन भाइ किन जाडोमा यस्तो ढिलो काम किन गर्ने हो र ड्याममा काम सक्ने ड्याममा घर जाने ड्याममा कम्मल गरेर सुत्दिने हो क्या बाहिर जान चाहिँ सिप हुनुपर्छ कि आफ्नै सिप लिएर गयो भने राम्रो तपाईँको भिजिटमा गएर उहाँ जस्तो ट्याक्सी ड्राइभरहरू बन्छु भन्ने नि गाह्रो रहेछ क्या 6,000-7,000 माग्छ यार उहाँको लाइसेन्स निकाल्न के लाइसेन्स निकाल्न ट्रेनिङ गर्नुपर्छ भन्छ आरटिओ ट्रेनिङ भन्छ के भन्छ 6,000 मागेको थियो मलाई मैले त्यो डेलिभरीमा छिर्ने भनेर खास त म त हाउसकिपिङमा गएको थिएँ नि त सुरुमा त अनि त्यहाँ चाहिँ अनि 2 साल पुरा गरेर एक अनि त्यहाँ उहाँ साथी हो क्या अबुधाबीमा त्यसले चलाउँछ गाडी अनि त्यसैले बोलाएको थियो कि त्यसैको कम्पनीमा त्यसैको लागि कोसिस गर्यो हरन हान्नु चाहिँ साइड दिन्न नत्र यहाँको मान्छे हुन्छ लेडो मगरहरू के को मेला हो जे भए पनि भयो क्या त त्यो त पूजा भात खुवाइ जे भए पनि भइहाल्यो आज पनि छ बेला गाउँघरमा त्यस्तै तल अनि त्यो बुलेट हो कि के भन्छ नि त बुलेटहरू पनि आउँथे गाडी बेच्ने गयो गयो बाहिर कन्ट्याक्टै छैन 3-4 महिना त हामीले त चलाइने त्यो गाडी त मर पाडेको सानो पातलो देख्थेँ कि मैले त्यति बेला लगभग 2.5-3 वर्षै भयो होला म पनि दुब्लै थियो सबैले गाडीमा हिँडेर सबले छोडेको थियो म फेरि त्यति बेला मोटो थिएँ लास्ट टाइम अहिले दुब्लाएको फेरि
के यता हिँड्यो उता हिँड्यो छ कि गाडीले अलिक नताल लाग्छ कि बर्खामा त यस्तै बाटो भयो नि गाह्रो हुन्छ टुवेला चाहिँ बर्खामा चाहिँ गाह्रो हुन्छ बर्खामा चाहिँ धेरै दुःख पायो जता गर्ने फस्यो जता गर्ने ठिक आजभोलि साउले गाउँतिर कुखुरा लोड गर्न छोडे लिएर आउन छोडे पहिला कुन डाँडा फुलहरू त पुरा लिएर नि त झ्याउ तर कुर्तीबाङ जाँदाखेरि झ्याउ लाग्थ्यो कि आलु प्याज बेच्दिएको अहिले कहाँ लाने यो बुटोलै हो बुटोल होला कुखुराबाट बहुत पैसा कमायो त्यो मान्छेले गरेछ एउटा 2 सालभित्रमा म हराएँ 2 सालभित्रमा मान्छेले गर्ने गरे एउटा ट्रक लियो दुईटा बोलेरो अस्ति म बुटोलबाट आएको थिएँ स्कर्पियो लिएर गएको थिएँ आउने बेला त्यहाँ त्यो शिवजीको बनेको त भाइरल हो त्यहाँनिर देखाएको थिएँ अब उसले हामीलाई म पनि धेरैपछि भयो चिनेन होला पहिला त भाइ भाइ भन्ने उहाँबाट आउनुभन्दा अगाडि नै यहाँ भाले काटेर राखेँ भाइ भन्ने त्यो एउटा जिरे भाइ थियो यतै प्युठानको त्यो थापासँग हिँड्थ्यो थापासँग हिँड्थ्यो त्यही भएर आएको भन्दै थियो उहीँ भेट भएको त्यतिखेर थापा दाइ नै चिन्नु भएको थियो हो मैले विजयलाई चाहिँ भेटेको थिएँ जाँदा जाँदै अँध्यारो हुन्छ क्या पार्टीले घर परिवार त बिगारिदिन्छ भन्छ सबै पार्टीले गर्दै खतम अब अस्ति नै त्यत्रो आन्दोलन गर्यो के फाइदा भयो बाटोतिर त मिठो बना बिहानको मौसम बिहान भइसकेको छ हेलो गाइज गुड मर्निङ बिहान भइसकेको छ अन्त बल्ल कुखुरा झारेर बल्ल फेरि भयो आज ढिलो भयो लास्टै
कुखुरा झारिसक्यो जाममा लाएर चिसो छ कुखुरा झारिसक्यो अब सिधै गएर अब गाडी धुलाउनु त होला अब अहिले त के छ भने बिहान भइसक्यो पेटेन्ट भाइले अब हिसाब गर्दैछन् अब बिहान भइसक्यो अब जाने हो अब गाडी धुलाउने त होला सिधै डाइरेक्ट गएर अब त्यही काम छ र गाडी साडी धुलाइदिएपछि जाममा आजको लागि काम सकिन्छ आज दिनमा चाहिँ अब आज चाहिँ अब काम हुने कि नहुने थाहा छैन भइहाल्यो भने पनि अब हेरौँ